साथीहरु आज चाहिँ हामी खेतमा धान रोप्न जाँदैछौँ। बिउ उखालिरहेछौँ, पानी अहिले नभएर यसरी खाल्नु परिरहेछ। हेर्नुहोस् मेरो हजुरआमा चाहिँ झार उखालेर बस्नु भएको छ। यस्तो नि किरा हुँदैछ नि, एकछिनमा भाग्छ। कति उफ्रेको यो, यत्रो सानो पनि यस्तो नि हुँदो रहेछ है साथीहरु। हेर्नुहोस् उफ्रिरहेछ अझ। कस्तो उफ्रेको यो। ल त्यो हाँडीमा मकै भुन्दाखेरि उफ्रिन्छ नि त्यस्तै सेम नदेखेको मात्र हो। क्या खतराले उफ्रिरहेछ। खाना लभ्यास नगमला पानी नभएको अवस्थामा बाल्टिनबाट उघ्याउँदैछौँ हामी। बाल्टिनबाट लाँदै यहाँबाट यति चाहिँ कालो छ न, अझै यहाँबाट यति चाहिँ निलो छ। पानी नपरेको हाम्रो गोमतीको स्विमिङ पुल अलिअलि देखिया रहेछ। छाता ओढेर बसिरहेछस् काम नगरिकन होइन। छ्याप्ली काम गर्न आइज। पानी नभएको अवस्थामा यस्तो गर्नुपर्ने बाध्य पनि हुँदो रहेछ। हाम्रो चाहिँ घर जाने बेला भयो, पानी पनि पर्यो। बाई बाई हाम्रो खेत, फेरि भेटौँला।